हेलो एन्ड नमस्ते सबैजनालाई। हामी चाहिँ अब माउन्ट एडेनतिर यसो ट्राभलिङको लागि सनसेट हेर्नको लागि जान लागेको। सबैजनालाई मेरो भ्लगमा स्वागत छ। दाइ एनिथिङ टु से? के भन्न चाहनुहुन्छ? Really excited. Really excited for what? पहाड चढ्न जान लाग्छ। ल अब नेक्स्ट अब त्यस ट्राभलिङको भ्लगहरु आउँछ। लेट्स सी व्हाट विल गोना ह्यापन। लेट्स इन्जोय द भिडियो फर्दर। बाई बाई। हामी चाहिँ अहिले ट्याक्क स्काई टावरको नजिकै छौँ। अब यहाँबाट बस चढेर जानुपर्छ। अब साथीले कार ल्याउँछ भनेको थियो, कारै छैन। अब के गर्ने, बसमा जानु पर्यो घुम्नलाई। बसमा यहाँबाट अलमोस्ट 20 देखि 30 मिनट लाग्छ होला। हामी चाहिँ अहिले त्यसमा कति मिनट लाग्छ भने बस आउनलाई? 1008 जाने हो। हाम्रो बस सेप चाहिँ त्यता रहेछ, त्यताबाट गाडी लाग्छ अरे। ल त्यहाँबाट हिँडेर त्यहीबाट हो। के हो यहाँको न्युजिल्यान्डको बस कति बेला आउने हो थाहा छैन। हामी चाहिँ अहिले बाटो काट्न थाल्छौँ। ल हाम्रो बस चाहिँ यही हो। आई डोन्ट नो अब कति मिनट लाग्छ। लेट्स सी फर्दर के हुन्छ। हामी चाहिँ अब ट्याक्क लाएर बसबाट झरियो। अब यहाँबाट 10-15 मिनटको वाकिङ छ होला ट्याक्क। अनि ट्याक्क डाँडामा पुगिन्छ। अनि सिटीको भ्यूदेखि लिएर चिसो हावा। अहिले मौसम नि खतरा छ यहाँ। यस्तो छ मौसम। दाइ केही भन्नु न यार, तपाईँ यार बोल्नु न यार। कि भाइले भ्लग बनाएर अनि भाइको भ्लगमा तपाईँ नबोलेर को बोल्छ? ल मेरो के अरे बायोलोजिकल दाइले के भन्छ? मेरो बायोलोजिकल चाहिँ यो चाहिँ सेकेन्ड टाइम हो म आइसकेको ठाउँमा यसो घुमाइदिउँ भनेको हो। त्यही हो, नथिङ स्पेसल। यतिकै बसिरहेको थियौँ, आउने प्लानिङ भयो, त्यो वाइ नट भनेर आएको हो। ल यहाँबाट ट्याक्क लाएर माथि गइन्छ। अब उकालै होला। कति मिनट लाग्ला म्याप हेर्नु दाइ? 10 मिनट। ओके ल ल। ओ दाइ यो कम्पनीलाई फोन हान्ने त? के हो कन्स्ट्रक्सन कम्पनी हो? कन्स्ट्रक्सन मेरो दाइहरू चाहिँ ट्याक्क कन्स्ट्रक्सन पढेर भ्याएको हो। अहिले चाहिँ ट्याक्क जब हन्टिङमा छ मेरो दाइहरू। ट्याक्क ल रुसा हो यो, रुसा कन्स्ट्रक्सन। नम्बर लिन। कस्तो राम्रो छ यार भ्यू। म पहाडीको भ्यू देखाउँछु। You go like how chill you are, but like never forget what's your goal. त्यही भएर हामी हिँड्दा पनि we always have a eye on what's like सराउन्डिङमा कस्तो खाले अपर्च्युनिटी छ। तर आई थिङ्क वी आर द हामी रङ वेमा हिँडिरहेको छौँ जस्तो लाग्छ मलाई। यो हो र जाने बाटो। कस्तो दामी भ्यू छ यहाँबाट। मेरो कपाल फेरि कपाल काट्ने भनेको आज खै कपाल लास्ट नराम्रो भयो मेरो। कपाल त काट्ने अब भोलि पर्सितिर काट्छु होला कपाल। ल ट्याक्क लाएर अब सिनेमेटिक भ्यू इन्जोय गर्नु होला है त। ल दाइ तपाईँ न्युजिल्यान्ड आएको कति मन्थ भयो अहिले भन्नु त? 2.5 महिना भयो ठ्याक्कै। 2.5 महिना भयो। म त 4 महिना भइसकेको छ न्युजिल्यान्ड आएको। अस्ति भर्खर आएको जस्तो लाग्छ। 4 महिना भनेको धेरै अन्त होइन? धेरै हो। अब घुमघाम चलिरहेछ, दिनहरू बित्दै जान्छ, घुमिन्छ, पढिन्छ, लेखिन्छ, सबै गरिन्छ। अब फ्युचरमा काम पनि पाइयो। जब हन्टिङमा अस्तिसम्म काम नपाएर कस्तो थियो, काम पनि पाइयो, सबै अहिले ठिक छ, ब्यालेन्स छ। अब सिर्फ चाहियो त के चाहियो हामीलाई दाइ? आवर चाहियो होइन त? पब्लिक होलिडेमा काम चाहियो, आवर चाहियो।
यस्तो हामी यो बाटो चाहिँ पहिला आएको थिएन नि कस्तो राम्रो छ डिफ्रेन्ट भयो यो डिफ्रेन्ट भयो हो यताबाट गएको थियो हामी चाहिँ ल हाइकिङ गर्न पर्छ अलिअलि एक्सर्साइज नै हुन्छ भ्यू हेरेर रमाइलो नै हुन्छ तर यहाँको स्ट्रक्चरहरू चाहिँ कस्तो खाल्टो खाल्टो छ त्यही नि बवाल दामी यिनीहरूको यहाँको आर्किटेक्चरहरूलाई त मान्नुपर्छ यार जुत्ता फोहोर हुने बेला आइसकेछ यस्तो नयाँ जुत्ता फोहोर भयो भने त तनाव हुन्छ त्यस्तो रहेछ यहाँ हिँड्ने ठाउँमा यहाँबाट कस्तो राम्रो भ्यू छ न्युजिल्यान्डलाई चाहिँ नयाँ नाम के राखिदियो भन्दाखेरि हाम्रो नेपालको नारायणघाट जस्तो लाग्छ कि मलाई न्युजिल्यान्ड कहिले नारायणघाट जस्तो लाग्छ कहिले पोखरा जस्तो लाग्छ कहिले गाउँतिरको त्यो लमजुङ गयो जस्तो लाग्छ पुरै मिक्स छ अब यहाँ हेरौँ न हाम्रो नारायणी रिभर जस्तो छ अनि टक्क सबै भरतपुर जस्तो छ फेरि अगाडि त्यस्तो लाग्छ मलाई त अब सबैको आफ्नो आफ्नो पर्सपेक्टिभ हुन्छ ल वाकिङ हाम्रो जारी छ सङ्घर्ष जारी छ ओए बादल कस्तो दामी देखेको त्यही बादल देखेको दामी थके लागिसक्यो कहाँबाट आएको रे मान्छेहरू भिड छ अहिले माथि हामी चाहिँ उहाँ जाने होला जहाँसम्म लाग्छ हाइकिङ गर्ने मान्छे अब इस्टर पब्लिक होलिडे सुरु भयो नि त त्यही भएर ल वी आर एट द डेस्टिनेसन राइट नाउ यहाँबाट चाहिँ ट्याक्क चिसो हावा खानेदेखि लिएर सबै सिटीको भ्यू सबैजना मान्छेको लाइफमा केही न केही टेन्सन हुन्छ यहाँ आएपछि ट्याक्क लाएर इन्जोय आज चाहिँ सनसेट चाहिँ आज बादल लाएर बादल सबै हिँडे बादल लाएर सनसेट हेर्न पाइएन तर चिल मौसम यस्तो शीतल हावा जाडो हुन लागिसक्यो अब त्यो अघि हिँड्दाखेरि गरौँ भएको थियो अहिले चाहिँ ट्याक्क जाडो हुन लागिसक्यो चिल पारामा यसरी आनन्द रिल्याक्स भयो काम पढाइ एसेसमेन्ट लौडालो के हुन्थ्यो अहिले चाहिँ रिल्याक्स भयो त्यो रिफ्रेसमेन्ट जस्तो ठिक छ अब फोटो टिकटक सब बनाएर लगभग सकिन लाग्यो जे होस् रमाइलो भइरहेछ एक नम्बरको रमाइलो मिठो हावा चलिरहेको हामी फर्किन्छौँ रातिमा देखिन्छ भनेर हेरेर फर्किने भन्नेको प्लानिङ हो तर लेट्स हामी क्यामेरामा कति क्याप्चर गर्न सक्छ त्यो मोमेन्टहरू तर वेदर राम्रो पनि छैन पानी पर्न नि सक्ला जस्तो छ तर वी आर नट द्याट फार अवे हामी 15 मिनटमै तल झर्न सकिन्छ तर लेट्स सी हाउ इट गोज हामी एकछिन अझै बस्छौँ हामी अहिले वेयर समिटमा छौँ तर एकदम तर हावा चाहिँ बवाल लाग्यो है हावा चाहिँ समुद्रको टिकटक भाइको टिकटक कस्तो गयो भन्दा नि यहाँ टिकटक बवाल नगएको भनेको एउटा फोटो मात्रै हो फोटो मात्रै फोटो चाहिँ खिचे होइन अब आफ्नो टिकटक इज ग्रेट होइन टिकटक बनाएपछि भयो कि ल कस्तो दामी यहाँ सिनहरू बत्ती बोल्न लागिसक्यो अब एकछिनमा अँध्यारो हुन्छ अनि ट्याक्क सिटीको लाइट साइड हेरेर अनि त्यहाँको पानी पर्यो भने कस्तो मजा जाँदाखेरिको कति चिसो हावा चलिरहेको अब कोक खाएको हानु ट्याक्क लाएर हामी अब गरिबको लागि कोक यही नै नेपाली हो जहाँ गयो नि जे गरे नि दाइ होइन कोक खान चाहिँ बिर्सिनु हुन्न है दाइ कोक इज नम्बर 1 फेरि
0 सेकेन्ड मान्छेले हामीलाई के भन्यो होला यार त लाइक हामी यसरी नै जन्म्यो यस्तै त हो नि अब जस्तो जन्म्यो त्यस्तै हामी चाहिँ अब जे होस् हल्का अँध्यारो होस् अनि लाइटिङ सिटीको लाइटिङ यहाँबाट हेरौँ अनि निक्लिउँला भनेर भनेको अनि मैले साथसाथमा के भनेछु भन्दाखेरि हामी दाजुभाइ के अरे बिरेर चाहिँ के भने भन्दाखेरि यार दाइको चाहिँ बिहा भइसक्यो हा तर भाउजूलाई दोस्रो चोटि पट्याउने अनि बिहा गर्ने भन्ने सोच भइरहेको यस्तो लुक्स रे के दाइको लुक्स हेर न बाबा किलर किलर लुक्स देखे हा इस्माइल आम्मा जाम इस्माइल अहिले मैले यो भिडियो भन्दा अगाडि ट्याक्क दाइको इन्ट्रोडक्सन सबै भनेर अनि भाउजू तपाईँले हेरिरहनु भएको भने दाइ चाहिँ पुरा तपाईँकै के अरे के भन्छ त्यसलाई के अरे सम्झनामा स्याड केटीले कस्तो गरेको मेरो के अरे वाइफ छ मेरो म्यारिड हो म भनेर भन्दै भाउजू तपाईँले हेरिरहनु भएको भने यो भिडियो यो हस्बेन्ड इज सो लोयल हुन्छ नि एकदमै लोयल हुनुहुन्छ सबैले मन पराएर कोही मान्छे भने सोधे हामीलाई होइन गफ होइन ल दाइ भन्नु भाउजूलाई एउटा मेसेज भाउजूलाई मेसेज दिनु न एउटा मेसेज दिनु याद गरिरहनुहुन्छ तपाईँले प्रियसी तिम्रो एकदम सम्झना छ ठिक छ रमाइलो भएर एकदम 1 नम्बरको चिल अब यहाँ अलिअलि लाइटिङहरू देखिसकेको छ ट्याक्क अब अलिअलि अबको 10-15 मिनटमा सायद अँध्यारो हुन्छ अनि अँध्यारो भएपछि ट्याक्क लाइटिङ सिटीको लाइटिङ हल्का विदेश आएपछि सिटीको अलि लाइटिङ हेरेर जाऊँ न भनेर एकछिन हामी यहाँ वेटिङमा छौँ एकदम जाडो भइसकेको छ यो र भित्र एउटा कपडा मात्रै लाहो एकदम जाडो भइसक्यो डेट्सी अब जाडो बिरामी भइन्न होला के अरे दबाई ल्याए त्यही नै बिरामी भयो भने नेपालको लागि दबाई ल्याइसके नेपालबाट यहाँ नि त्यही यस्तो फ्रेस एयरमा के बिरामी हुन्छ नेपालमा अब धुलो धाम्रोले बिरामी हुने रुखोकी लाग्ने भन्ने यहाँ त बाल छैन ट्याक्क लाएर ल नेपाललाई नि यस्तै बनाउनु पर्यो कि यार यो यति सानो देश छ यस्तो के छ यहाँ सानो भए पनि एकदम नेचुरल ब्युटीदेखि लिएर इन्फ्रास्ट्रक्चर सबै राम्रो छ कि यहाँ अब हाम्रो नेपाल नि यस्तै भइदियो त अब ठिक हुन्थ्यो ल एकछिनमा सिटीको लाइट एकछिनमा ट्याक्क हेरी त्यहाँ आउने बित्तिकै हामी ट्याक्क मुभ भइहाल्छौँ घरतिरको लागि एउटा मेसेज दिन्छु ल आज हामी आयो माउन्टेन इडेन समिटमा अब हामी फर्किँदै पनि छौँ राम्रो लाग्यो एकदम रिल्याक्स चिल गर्नको लागि त्यही हो यहाँ आइसकिसकेपछि चाहिँ लाइक सबै ग्रिनरी नेपाल जस्तो यस्तै छ आउँछ जग्गा गए पनि त्यही हो नेपाल पनि यस्तै हुनुपर्छ त्यही तपाईँ पनि भनिदिनु न चुप्प लाउनु भएको भाउजूकै यादमा हो कि के हो त होइन कि चुप्प लाएर बस्नु भएको बोल्नु न भाउजूकै यादमा हो ल ठिक छ केही छैन त्यो राम्रो हो बिहा गरेको मान्छे लोयल हुनुपर्छ ठिक छ पछि फ्युचर ट्याक्क अब पछिको कुराहरू त के छ के छैन होइन के अरे भाउजूलाई सम्झे हाम्रो त मम्मी बाबालाई सम्झिनु त बाबाले मेसेज दिनु त ल यहाँ ल सानो मेसेज ल ल अब हामी मम्मी बाबा ट्याक्क लाएर राम्रै ठाउँमा छ राम्रै गरेको छ नराम्रो अरूको ढाक्ने छल्ने केही पनि गरेको छैन आफ्नो खाइया आफ्नो पढ्या काम गरेर घुम्या फ्री टाइममा नराम्रो केही गरेर छैन ट्याक्क लाएर अबको 6-7 वर्षमा हामी अर्कै भएर निक्लिन्छौँ यहाँबाट होइन अर्कै हुन्छ नि हामी सधैँ यस्तै भइदिन्न सधैँ स्ट्रगल भन्ने कुरा हुँदैन अब पढ्ने हो लेख्ने हो कमाउने हो घुम्ने हो त्यही हो ल सबैजनालाई फेरि पनि वेलकम छ हामी घर आएर चाहिँ ट्याक्क कपडा सपडा फेरेर फ्रेस भएर बसेको अब यहाँ मेरो दाइ चाहिँ खाना बनाउन लागिरहेछ के छ आजको दिन कस्तो भयो अब आएर खाना बनाउनु त परिहाल्यो भोक लाग्छ होइन खाना त परिहाल्यो के छ तरकारी आजको स्पेसल गेडागुडी र आलु प्लस एग्स अनि हाम्रो दाइ चाहिँ चिल पारामा कपडा फेर्नु छैन आउने बित्तिकै मोबाइल के छ दाइ भन्नु आजको दिन ओभरअलमा कस्तो भयो रमाइलो भयो रिफ्रेस भयो थकै लाग्यो भोक लाग्यो भोक लाग्यो अब एकछिन त खाइहाल्छ प्रोबब्ली हामी चाहिँ अब एभ्री सिंगल मन्थ जाने यति कतै कतै जाने प्लानिङ छ हाम्रो तर लेट्स सी हाउ इट गोज अब सबैको डिफ्रेन्ट स्केड्युल हुन्छ
ल अब यस्तै हो। अब आजको यो भ्लगलाई यहीँ म इन गरिदिन्छु। अब आउने दिनहरूमा नयाँ नयाँ भ्लगहरू आइरहन्छ। कहीँ घुम्न गएको बेला ट्याक्क घुम्न गएको बेलामा भ्लगहरू आउँछ। त्यति बेलासम्मको लागि सबैजना सेफ बस्नु होला, हेल्दी हुनु होला, राम्रो खानु होला, राम्रो पिउनु होला। बाई बाई, सी यू इन द नेक्स्ट भ्लग। नमस्ते।